स्वागत छ साथीहरु तपाईलाई मेरो मिनी ब्लगमा। हामी चाहिँ आज बजार जान आँटेको। हेर्नु है, सबिता मिस उताबाट आउँदै हुनुहुन्छ। सबितालाई थाहा छैन मैले भिडियो गराएको चाहिँ किन गएको भनेर देखि नै सक्नुभयो। हामी चाहिँ मोमो खान गएको साथीहरु। मोमो खाएर हामी सामान किन्दै छौं। सामान किनेर नै हामी फर्किसक्यौं साथीहरु। सबिताले मेरो पोको छ है मलाई नदेखा भनी थी। मैले पनि देखाउँछु के तेरो मात्रै देखाउँदिन भनेर मैले चाहिँ भिडियो सुट गरिहाले। हामी चाहिँ अब सरररररररर खोला तरेर घरतर्फ आउँदै छौं। एकछिन पछि सुन्नु है सबिताको कुरा के भन्छ त्यसले। सुन्नु होला। माइक त आएको कि गाइस, माइक त त्यसैले बोकेर आएको छु। अब स्याउ केरा किन भने महँगो छ। बिस्कुट लिएर हामीलाई चाहिँ साथीहरु यो जिपले छिटाउनु भन्दै हुनुहुन्थ्यो। सररररररर हामी खाल्टे खोलामा आयौं। त्यसपछि फेरि भगवती माईमा मकैहरु छतमा राख्न लाग्नुभयो। त्यसपछि चाहिँ म घर आइपुगे साथीहरु। मैले ल्याएको सामान खतल खुतुर पार्दै मम्मीलाई देखाउँदै छु साथी। सामान देखाएर साथीहरु मैले मम्मीलाई चप्पल ल्याइदिएको थियो त्यो पनि लगाए। चाउमिन ल्याएको त्यो पनि खाए। हामी आएको एकछिन पछि चाहिँ ठुलो पानी पर्यो। पानीको ओत बस्नको लागि मेरो कुखुरा त्यहाँ बसेको थियो तर पनि रुज्यो। मैले आँप ल्याएको पनि खाइसके साथीहरु। आजलाई यति नै, भेटौँला फेरि अर्को मिनी ब्लगमा। बाइ। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।